गाइज आदिल आलम अन्सारी अहिले बिहारमा गएर फेरि त्यहाँका टेनिस बल क्रिकेट खेलिरहेको छन् होइन। अब त्यसमा चाहिँ धेरै जस्तो मान्छेहरूले असन्तुष्टि पनि देखाएको छ, त्यसमध्ये म पनि हुनसक्छु। किनकि गाइज नेपालबाट जब कमब्याक गरिसक्नु भएको छ, इन्टरनेसनल लेभलमा खेलिसक्नु भएको छ भनेपछि गएर त्यहाँ बिहारमा टेनिस बल क्रिकेट खेल्नु अलिकति मलाई लाग्छ कि अलिकति ठिक होइन। टेनिस बल क्रिकेटलाई चाहिँ तपाईँको नेपाल क्रिकेट बोर्डले क्यानले पनि सपोर्ट गर्दैन। तपाईँले लास्टमा हामीले देख्न सक्छौँ प्रिमियर कप भन्ने जुन थियो होइन टेनिस बलको, सो त्यसलाई पनि क्यानले ब्याक गरेन एन्ड कुनै पनि क्रिकेट प्लेयरलाई चाहिँ त्यसमा सहभागी हुनुबाट रोकेको थियो। सो यस्तोमा गाइज अब नेसनल टिमबाट खेलिसकेर अनि त्यहाँ गएर खेल्नु अलिकति मलाई लाग्छ कि अलिकति ठिक होइन। त्यसको साथसाथमा गाइज राइज एन्ड फल हेर्ने भनेपछि आदिल आलम अन्सारीको एकदमै ड्रामेटिक छ होइन। जहाँ जुन तरिकाले उहाँले स्टार्ट गर्नुभएको थियो एन्ड त्यसपछि फेरि एलिगेसन उहाँको माथि आयो, फेरि ब्यान आयो, त्यस पछाडि फेरि अहिले चाहिँ फेरि कमब्याक गर्नुभयो एन्ड कमब्याक पनि राम्रो कमब्याक गर्नुभयो। इन्डियाको गुवाहाटीमा गएर जब उहाँ खेल्नुभयो त्यहाँ पनि राम्रो प्रदर्शन गर्नुभयो। त्यसपछि वेस्ट इन्डिजको खिलाफ उहाँले एकदमै राम्रो प्रदर्शन गर्नुभयो। त्यसपछि एनपिएलमा गएर जुन तरिकाले उहाँले 10 लाख रुपियाँ बेच्नुभयो एन्ड हरेक टिम उहाँको लागि लालायत थियो उहाँलाई आफ्नो टिममा राख्नुको लागि। एन्ड एनपिएलको खराब प्रदर्शनले गर्दा गाइज उहाँ टिममा पर्न सक्नु भएन। मान्छु मैले केही फाइनेन्सियल इस्यु हुनसक्छ, बट नेपालमै नै अब तपाईँले देख्नुहुन्छ भनेपछि दिनेश अधिकारी पनि खेलिरहेका छन्। दिनेश अधिकारीले लास्टमा लुम्बिनी लायन्सबाट जुन तरिकाले ब्याटिङ गरेका थिए तपाईँलाई याद छ होला, उहाँले कति राम्रो खेल्नु भएको थियो एन्ड हि इज स्टिल प्लेइङ लोकल म्याचेस इन नेपाल। सो मलाई लाग्छ कि उहाँको लागि पनि त्यो अवसर हुनसक्थ्यो होइन। त्यस्तो म्याचहरू खेलेर पनि उहाँले आफ्नो जीविकोपार्जन गर्न सक्नुहुन्थ्यो होला जस्तो लाग्छ। बिहारमा गएर त्यो टेनिस बल खेल्नुपर्छ जस्तो अवस्था चाहिँ छैन जस्तो मलाई लाग्छ होइन। सो वाट यु थिङ्क होइन, मलाई त लाग्छ अलिकति डिसिजन अलिकति गलत भयो जस्तो लाग्छ। तपाईँले केही सोच्नुहुन्छ कमेन्ट गरेर अवश्य भनिदिनु होला। लाइक, कमेन्ट एन्ड सेयर एन्ड फलो गाइज।